welcome back to my another video. अनि हजुरहरुलाई मार्टिनेज भन्ने ठाउँमा जाँदैछु। त्यहाँ सानो इभेन्ट छ। म बाटोबाट जान्छु। 6 बजेको प्रोग्राम हो। 2 घण्टा भन्दा धेरै लाग्छ गएपछि। ओहो मेरो क्लिपर कार्डमा पैसा फेरि यस्तो उल्टा ट्राई गरेँ क्या मैले किन थाहा छैन हैन मैले फेरि ट्राई गरेँ कि उल्टो पुल्टो गरेर अनि मैले यो अपडेट गराएँ अनि पैसा फेरि एड गरेपछि त्यसपछि चाहिँ मलाई अलर्ट गर्यो हैन अनि यसरी नै ठ्याक्क यहीँदेखि साइन दिइरहेको थियो क्या मलाई मेरो दिन कस्तो हुन्छ भनेर सुरुमै क्लिपर कार्डमा हुन त म त्यो चार चढाएको थिइनँ त्यो पनि पैसा सकेछ हैन अब अलिअलि अस्तितिर बाहिरतिर गएको थिएँ अनि यो पार्टी चाहिँ मेरो काम गर्ने ठाउँबाट हो मेरो बसले दिनुभएको पार्टी हो जुन चाहिँ मैले आज एटेन्ड गर्दैछु अनि हजुरहरू चाहिँ यो भिडियोमा नयाँ हुनुहुन्छ भने हाई एभ्रिवान मेरो नाम एलिसा राई हो म अहिले हालै युएसमा बस्छु अनि मैले चाहिँ अराउन्ड 2 मन्थ भयो ब्लगिङ स्टार्ट गरेको जुनमा चाहिँ मैले आफ्नो 9 to 5 जब कभर गरेर एब्रोडमा मेरो लाइफस्टाइल कस्तो हुन्छ स्ट्रगलिङहरू कस्तो हुन्छ त्यो कभर गर्छु अनि सोलो ट्राभलहरू पनि बिस्तारै म स्टार्ट गर्दैछु सो प्लिज लाइक एन्ड कमेन्ट यो पार्टीको लागि चाहिँ हामीलाई 2 weeks अगाडि नै इन्फर्म भइसकेको थियो है रेडी हुनको लागि टन्नै टाइम थियो अनि म आज चाहिँ हल्का मेकअप गरेर आई वाज सो एक्साइटेड नयाँ साथीहरू भेटिन्छ हैन त्यसपछि मेरो यो अल टिम मेम्बरहरू चाहिँ पारी नै बस्नुहुन्छ म मात्र एक्लो थिएँ सिटीबाट त्यही भएर म एक्लै जाँदैछु This is the last stop. Please remember to take your belongings when exiting the train. ओके म बाटोबाट निस्केँ चाहिँ अब अर्को ट्रेन्स कन्फ्युज भएर यसो कहाँ निस्किने हो भनेर ओ माई गॉड आई थिङ्क मरिना त पक्कै पनि होइन ट्रेन्स आई थिङ्क अर्को वे जस्तो लाग्यो मलाई पक्कै पनि अब यता म यता चाहिँ फर्स्ट टाइम आएको क्या अलिकति कन्फ्युजनै हुन्छ घाम पिलिक्क लागिरहेछ माइ गड कोट लगाएर बसेर नानीहरूलाई भरे 6 बजेको हो नि त त्यही भएर मैले यो लगाएको हो यसै इभेन्ट चाहिँ 6 बजीदेखि स्टार्ट हुने हो अहिले 6 बजे अब म जानुको लागि आधा घन्टा जति लाग्छ होला म चाहिँ फेरि यहाँनिर बस युज गर्नुपर्ने भयो बस बारबाट निस्क्यो अब फेरि बसको अब म्याप हेरेर फेरि एकचोटि अनि मेरो चाहिँ दिमागमा आफ्नै छ क्या बारबाट निस्केर म यहाँ चाहिँ अब बस चढ्न जाँदैछु होइन म हिँडेँ 15 मिनट नै हिँडेँ म बस खोज्दै फेरि फर्किनु पर्यो फेरि अर्को बाटो चढ्नु पर्ने रहेछ अब मेरो दिमागमा चाहिँ कति कुरा क्यालकुलेट हुन थालिसक्यो कि म एक्लै थिएँ एकदमै प्यानिक थिएँ अब कसरी जान्छ कसरी फर्किन्छ पुरै मेरो हार्ट चाहिँ मेस्ड अप के फेरि रिटर्न हुनु पर्यो नि त मेन त अब एक्लै भएर एकदमै प्यानिक भएँ है म सिटी गर्ल हो भनेर सोचेको थिएँ तर क्लियरली नट फर्स्ट टाइम मेरो मिस्टेक यस्तो धेरै भइरहेछ Three-lane train for all ATA North America in 5 minutes. मैले अर्कै रङ बार्ड युज गरेको छु अलमोस्ट है सिचुएसन चाहिँ म त्यहाँ एक्लै बसेर रुइदिउँ कि क्या हो जस्तो पनि भएको थियो होइन एकदमै फ्रस्ट्रेट भइसकेको थियो क्या मलाई आफैदेखि वक्क लागेको थियो होइन अनि मसँग चोइस भनेको कि त म त्यही जुन ट्रेन लिएर गएको थिएँ त्यही ट्रेनबाट रिटर्न हुने
त्यो चाहिँ डाइरेक्ट घर आउँछ हैन, म बस्ने सिटीमा आउँछ। अर्को भनेको 2टा वार्ड चेन्ज गरेर अनि फेरि बस लिएर त्यो पार्टी जसरी भए पनि एटेन्ड गर्ने, ढिलो भए पनि एटेन्ड गर्ने। अनि अर्को अप्सन भनेको 2टा वार्ड चेन्ज गरेर उबर लिने भनेर हैन। मैले सोचेँ अब 2टा वार्ड चेन्ज गरेर चाहिँ म जान्छु, त्यहाँसम्म चाहिँ जान्छु, घर फर्किने त म त्यो मेरो अप्सनबाटै मैले निकालिदिएँ हैन। मलाई गुगल म्याप नेभिगेट गर्न चाहिँ नेपालदेखि नै आउँथ्यो हैन, विच इज नट अ बिग डिल। तर प्रब्लम चाहिँ के भयो भन्दाखेरि यहाँ बार चाहिँ कलरले डिनोट गर्ने, अनि यो चाहिँ मेरो सेकेन्ड टाइम थियो मैले एक्लै हिँडेको, किनकि युजुअली मैले ट्रान्सपोर्टेसनै युज गर्नु पर्दैन हैन। विकेन्डमा कहिलेकाहीँ गरिन्छु, विकेन्डमा काहीँ जानु पर्दाखेरि पनि मान्छे घरमै लिनु आउने अनि फेरि फर्काउने घरमै, त्यस्तो भएर मलाई अलिकति नलेज कम भएको हो। अनि बल्ल एक्सप्लोर गर्दैछु हैन, एक्सप्लोर गरेँ, बिग मिस्टेक भयो, आफै आत्तिएँ हैन, विच इज युजुअली फाइन। अहिले चाहिँ मलाई ठिकै छ जस्तो लाग्छ। ठ्याक्क निस्केँ, बार चेन्ज गरेर ठ्याक्क बस पनि रहेछ। मैले चाहिँ सोचेको थिएँ म बारबाट निस्केपछि उबर युज गर्छु भनेर, तर म फेरि बसेँ। ओके ठिकै छ, मभन्दा बिस्तारै जान्छु, केही छैन, अब यत्रो त यस्तो भइसक्यो, बिस्तारै नै सुत्दै जान्छु भनेर मैले उबर युज गरेन, बसै युज गरेँ हैन। त्यहाँपछि पनि बस पनि 50 मिनट्सको थियो। अनि है मैले चाहिँ सम्झेँ, मैले त्यहाँ बाटोको क्या कन्फ्युज भएर मान्छेलाई सोधेको थिएँ हैन। एउटा केटी चाहिँ स्विट थियो, उसले चाहिँ मलाई डिरेक्सन देखायो क्या, एउटा केटा थियो हैन। अनि वाट इज क्वेसन, वाट्स योर क्वेसन भन्ने के यस्तो थियो। अनि यहाँ चाहिँ यसरी तान्यो भने चाहिँ नेक्स्ट स्टपमा रोकिदिन्छ क्या, यस्तो तान्नु। कति 5 मिनट बाँकी छ। ओह माय गॉड, भनिँदैछ जाँदैछु एक्लै टुई कतै जाँदैछु। धान काटा जस्तै छ त है। हो धान त्यस्तै धान काटा जस्तै छ उनीहरूको। टायर्ड, ओ माय गॉड। अनि फाइनली म चाहिँ लोकेसनमा पुगेँ हैन। मेरो सबै टिम मेम्बर्सहरूले कल गरेर कहाँ हो भन्दै हुन्थ्यो, म आउँदैछु भने हैन, जुन चाहिँ पार्टीको आधी भइसकेको थियो कि म आउँदैछु भने। अनि त्यसपछि फाइनली आएँ हैन। अब एक्लै म त्यो पार्टीमा इन्ट्री गरेँ, के गर्ने। जहाँ त्यसपछि मैले पास गरेँ, अनि पास गरेर आइसकेपछि म एलएलएम पढ्नलाई गोल्डन गेट युनिभर्सिटी एडमिसन गराएको थिएँ। अनि यो गोल्डन गेट युनिभर्सिटी पढ्दाखेरि मेरो रेस्टुरेन्ट पनि त्यही बेला थियो। अनि दिनभरि केटरिङ गरेर जाने, अब इन्डियन रेस्टुरेन्टमा काम गर्ने व्यक्ति हो नि त त्यो बेला पनि। मलाई एकचोटि के गर्यो भनेदेखि प्रोपर्टी लको प्रोफेसरले उसले चाहिँ स्टुडेन्टहरूले चाहिँ त बनाइस् भनेर कम्प्लेन गरेर पछाडि गएर बस्नु भने क्या। अब इन्डियन करी बनायो होला, समथिङ के भयो आएर न, तर यस्तो डिमोरलाइज भयो म होइन। अनि त्यसपछि पछाडि त्यो प्रोफेसरको अनुहार हेऱ्यो कि मलाई हुन्छ नि, हिचुकमा लाग्छ रिस पनि हेर्दा त यसो हिँड्दा पनि। अनि उसको क्लासमा जान पनि केही भन्ने हो कि आज केही भन्ने हो कि बा भनेर जस्तो फिल भयो। त्यसो हुँदा त्यस पछाडि त्यसले मलाई एफ दिन्छ, पछि रिजल्टमा पनि एफ दिन्छ। अब किनभने उसको पढ्दै जानु मन लाग्नु छोडिहाल्यो। अनि त्यहाँबाट फाइनल इयर थियो मेरो। फाइनल इयरमा मेरो हात भाँच्यो, 2टा अङ्कल चाहिँ मेरो छोरालाई त्यो रेस्टुरेन्टमा चाहिँ त्यो ल्याडर समात्न लगाएको, उसले छोडिदियो क्या। छोडिसकेपछि यो मेरो 2टा अङ्कल यस्तो
ओभरअल ढिलै भए पनि है म आउनु बित्तिकै खाना खाएँ, भेटेँ सबैसँग, फोटोहरू क्लिक गरेँ, डान्स गरेँ, सबै गरेर पार्टी एकदमै नेपाली क्या, सबै नेपाली, नेपालमा जस्तै भाइब्स आएको थियो, मलाई एकदम रमाइलो भयो। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो।